एउटा खराब पत्रकारले कसरी समाज भाड्न सक्छ त? हेरौं विशेष फलोअप रिपोर्ट। 2075 साल साउन 10 गते जबरजस्ती करણીपछि निर्मला पन्तको ज्यान लिएको थियो। ज्यान लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार खेम भण्डारीका साला दिलीप सिंह विष्टलाई भदौ 3 मा पक्राउ गरेपछि उनी प्रहरीसँग रिसाएका थिए। पत्रकार भण्डारीले सुरुमा कञ्चनपुरका तत्कालीन एसपी दिलराज विष्टलाई फोन तथा मेसेज गरेर आफ्ना सालालाई छाड्न दबाब दिएका थिए। भण्डारीको दबाब नसुनी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि भण्डारीले घटनासँग सम्बन्ध नै नभएका एसपी विष्टका छोरा किरणराज विष्ट, तत्कालीन मेयर सुरेन्द्र विष्ट र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई जोडेर भ्रम फैलाएका थिए। उनले यी भिआइपीका छोराहरूले गरेको बदमाशीमा उनीहरूलाई जोगाउन कञ्चनपुरका एसपी र डिएसपी सहितका पदाधिकारीहरूले मानसिक रोगी दिलीप सिंह विष्टलाई पक्राउ गरेको भन्दै भ्रम फैलाउने कांग्रेसका नेता रमेश लेखकसँग मिलेर आन्दोलन, यातायात बन्द र आम हडतालसम्म गराएका थिए। निर्मला पन्तको साउन 10 मा ज्यान लिएपछि प्रहरीले उनको शव साउन 11 गते फेला पारेको थियो। उखुबारीमा फालिएको अवस्थामा शव देख्ने पहिलो व्यक्ति चाहिँ स्थानीय दीपक नेगी थिए। प्रहरीले शव भेटाउने उनी नेगी, शवसँग नजिकै घर रहेका हेमन्ती मल्ल, चक्रदेव बडु आदिलाई पनि बोलाएर सोधपुछ पनि गरेको थियो। घटनासँग कुनै साइनो सम्बन्ध र संलग्नता देखिने केही नपाएपछि प्रहरीले उनीहरूलाई छाडेर अनुसन्धान गरिरहेको थियो। भदौ 3 मा घटनास्थल वरपरको स्थिति निहाल्दा सादा पोसाकमा प्रहरी खटिएका थिए। साँझको समयमा दिलीप सिंह विष्ट त्यही उभिएको देखेपछि प्रहरीले उनलाई सोधपुछ गर्न खोज्दा उनी भाग्न खोजे। नियन्त्रणमा लिएर उनीसँग सोधपुछ गर्न थालेपछि उनले जबरजस्ती करણીपछि ज्यान लिएको र निर्मलाले लगाएको सुरुवालको गोजीमा भएको 20 रुपियाँ झिकेर नजिकैको पसलमा गएर गुटखा खाएको र सुरुवालको अर्को गोजी फाटेको रहेछ भनेर सबै वृत्तान्त सुनाएका थिए। घटना, समय, वस्तुगत परिस्थिति र घटना विवरणसँग दिलीप सिंहको बयान हुबहु मिलेपछि उनी नै दोषी भएको यकिन भएको थियो। तर विष्टलाई छाड्न भण्डारीले निरन्तर दबाब दिइरहेका थिए। निर्मलाको प्रकरण आउनु अघि पनि प्रहरीले गर्ने काम कारबाहीमा यस्तो गर्नु हुँदैन, यस्तो गर्नुपर्छ भन्दै भण्डारीले दबाब दिने गरेका थिए। निर्मलाको केसमा दिलीप पक्राउ परेपछि पत्रकार भण्डारीले चाहे अनुसार केही नभएपछि उनले भिआइपीका छोरा भन्दै असम्बन्धित व्यक्तिहरूको नाम मुछेर कञ्चनपुरमा समाज भाड्ने काम गरे। उखुबारीमा निवर्ष अवस्थामा भेटिएको निर्मलाको शवलाई उनकै कपडाले छुपिदिँदा महिला प्रहरीले प्रमाण नष्ट गरेको भनेर पनि अनर्गल प्रचार गरियो। वास्तविक अपराधी नै आफन्त परेपछि भण्डारीले मामिला मोड्न अनेक भ्रमहरू फैलाउने काम गरेका थिए। प्रहरीको अनुसन्धानलाई विवादमा तान्न उनले नेपाली कांग्रेसका नेता रमेश लेखकको साथ लिएका थिए। त्यो बेला एमाले र माओवादीको एकता भएर नेकपा बनेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रीमा माओवादीका रामबहादुर थापा बादल थिए। चुनाव हारेर बसेका रमेश लेखक पनि कम्युनिस्ट सरकारलाई दुःख दिन कञ्चनपुरमा मान्छे ओसार्ने, आन्दोलन गर्न उस्काउने आदि काम गरिरहेका थिए। पत्रकार भण्डारी चाहिँ नेकपा एमालेका थिए। उनले स्थानीय तहको चुनावमा एमालेबाट मेयरका लागि टिकट माग गरेका थिए, तर पार्टीले उनलाई नदी सुरेन्द्र विष्टलाई टिकट दिइएको थियो। यही कारण उनी मेयर विष्टलाई पनि विवादमा पार्ने, आफूले भनेको नमान्ने एसपी दिलराज विष्टलाई कञ्चनपुरबाटै लखेड्ने योजनामा थिए। यही भएर उनले अनुसन्धानका क्रममा प्रमाण मेटाउने कार्य गरेको। पक्राउ परेका दिलीप सिंह विष्टलाई यातना दिएको जस्ता अनर्गल विषयहरू उचालेर एसपी र डिएसपीको सरुवा हुनुपर्ने माग राखे। भिडलाई पनि यही मागमा समर्थन जनाउन राजी गरे। प्रहरी प्रधान कार्यालयबाट भण्डारीले भने अनुसार कञ्चनपुरका धेरै प्रहरी अधिकारीहरूको सरुवा भयो। अर्को छानबिन समिति गठन पनि भयो। तत्कालीन एआइजी सर्वेन्द्र खनालले पनि कञ्चनपुर पुगेर नालायक प्रहरी अधिकृतमाथि कारबाही हुने भन्ने अभिव्यक्ति दिए। त्यसपछि भिडलाई उस्काइरहेका भण्डारीको मनोबल झन बढ्यो। उनले ती प्रहरीलाई निलम्बन गर्नुपर्ने माग राखे। त्यो माग पनि पूरा गरियो। त्यसपछि निलम्बन गरेर मात्र हुँदैन, बर्खास्त गर्नुपर्छ भन्न थाले। त्यो माग पनि पूरा गरेर 8 प्रहरी अधिकृतहरूलाई बर्खास्त गरियो। यसपछि पनि माग राख्ने क्रम रोकिएन। यातना र प्रमाण भेटाएको अभियोगमा मुद्दा चलाएर सजाय हुनुपर्छ भनेर मुद्दा चलाइयो। तर सबै आरोपमा 8 प्रहरी निर्दोष साबित भएर सफाई पाए। सबैको पुनर्बहाली पनि भयो। पत्रकार खेम भण्डारीले निर्मला पन्तको जबरजस्ती करણીपछि ज्यान लिएको घटना दिलीप सिंह विष्टले नगरे नयाँ नयाँ काल्पनिक कथा कहानी बनाउँदै कञ्चनपुरको भिडलाई मसला दिने काम गरिरहे। आन्दोलनलाई मिसलिड गर्दै एसपी दिलराज विष्टका छोरा किरणराज विष्टबारे पनि भ्रामक टिप्पणी र समाचार लेख्ने काम गरिरहे। सो विषयमा अन्य व्यक्तिहरू कानुनी उपचारमा नगए पनि किरणले चाहिँ मुद्दा दायर गरेका थिए, जसमा जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई 1 महिना कैद, 10,000 जरिमाना र 1 लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो। यस्तो सजायमा चित्त नबुझी पीडित पक्षले उच्चमा पुनरावेदन गरेपछि उच्चले थप 7 दिन सजाय र 2100 रुपियाँ जरिमाना बढाएर फैसला गरेको थियो। सोही फैसला कार्यान्वयन गर्न प्रहरीले बिहीबार उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गरायो। खेम भण्डारी पक्षले 1 वर्षभन्दा कम सजाय हुने कसुरमा दिन गनेर रकम दाखिला गरी जेल नबस्ने सुविधा पाऊँ भन्ने जिकिर लिएका थिए। तर भण्डारीलाई पटक्य अपराधीको करार दिँदै अदालतले उनलाई कारागार पठाइसकेको छ। पत्रकार भण्डारीलाई यस अघि 1 रुपियाँ जरिमाना र 1 घण्टा जेल सजाय भइसकेको थियो।